नमस्कार। आज म नेपाली लोककथा बुहारीको खोजी कथा वाचन गर्न गइरहेकी छु। हजुरहरूले यो कथा कति कक्षामा पढ्नु भएको थियो त याद छ? यदि याद छ भने कमेन्टमा भन्नुहोला है त। अनि अमूल्य प्रतिक्रिया दिन नबिर्सिनुहोला। धेरै वर्ष अघि एउटा गाउँमा एकजना अत्यन्त मेहनती, दयालु र बुद्धिमान मानिस बस्थे। उनको नाम मणिलाल थियो। मणिलाल आफ्नो खेतमा अङ्गुरहरूको खेती गर्दथे। उनको एकजना राजु नामको छोरो थियो। राजु 1 वर्षको हुँदा उसकी आमा खसिन्। त्यसैले मणिलालले उसलाई आमा बाबुकै माया दिएर हुर्काएका थिए। राजु पनि सुशील, मेहनती र बुद्धिमान थियो। मणिलालका लागि राजु भविष्यको आशा थियो। समय बित्दै गयो। राजु पनि 21 पुगेर 22 लाग्यो। अब मणिलाललाई छोराको बिहे गरेर एउटी सुन्दर दुलही भित्र्याउने रहर लाग्न थाल्यो। उनले मनमा नै सोचे, यति सुन्दर छोराका लागि ऊ जस्तै सुशील, मेहनती र सुन्दरी दुलही कहाँ खोज्ने होला? यस विषयले मणिलाललाई चिन्तित तुल्यायो। उनलाई खाना पनि रुच्न छाड्यो। एक दिन बेलुकाको खाना खाइसकेर उनी धेरै बेर घोरिरहे। त्यसपछि उनी मुसुक्क हाँस्दै उठेर छोरातिर फर्केर भने, राजु, भोलि बिहान सबेरै बाहिर जानु छ। तिमीले बिहानै उठेर कामदारहरूलाई 5 ढोका जति अङ्गुर टिप्न लगाउनु। 4-5 जना भरियाहरू पनि ठिक पार्नु। हेरौँ खोजे जस्तो भेटिएला कि? राजुले केही पनि बुझेन। बुढा हाँस्दै अर्को कोठामा पसे। भोलिपल्ट बिहान अङ्गुर तयार भयो। अङ्गुर भरियालाई बोकाएर मणिलाल घोडामा चढेर अघि लागे। उनी सरासर टाढाको गाउँमा पुगे र कराउन थाले, गाउँलेहरू हो, ल आउनुहोस्। तपाईहरूले आफ्नो घर बढारेको फोहोर मलाई ल्याएर दिनुहोस् र त्यति नै अङ्गुर लानुहोस्। गाउँलेहरूले उनको कुरा पत्याएनन्। उनीहरू झ्याल ढोका बन्द गर्न लागे। उनीहरूले सोचे, यो मान्छे कि त पागल हुनुपर्छ कि त हाम्रो गाउँको हालखबर बुझ्न आएको जासुस हुनुपर्छ। गाउँलेहरू नआएपछि उनले फेरि चिच्याएर भने, पत्याउनु भएन कि क्या हो? यो चान्चुने अङ्गुर होइन। फेरि यस्तो मौका आउँदैन नि। बुढा डोकोबाट पाकेका अङ्गुरका छुप्पाहरू झिकेर कपाकप खान थाले। धन देखेपछि महादेवको पनि 3 नेत्र खुल्छन् भने झै अङ्गुर खाने लोभमा गाउँकी एउटी आइमाईले तुरुन्तै 1 डब्बा फोहोर ल्याएर बुढालाई दिए। बुढाले पनि 1 डब्बा अङ्गुर उघाएर दिए। हेर्दा हेर्दै फोहोर लिएर आउनेहरूको भिड लाग्यो। त्यहाँ गाउँका केटाकेटी, युवा युवती र वृद्धहरू एक गर्दै देखा पर्न थाले। मणिलाल पनि फोहोर लिँदै अङ्गुर दिँदै गर्न थाले। उनी केही पत्ता लगाउन खोजे चाहिँ गम्भीर देखिन्थे भने घरिघरि मुस्कुराउँथे पनि। उनले दिनभरि अङ्गुर बाँडे र बेलुका जम्मा भएको फोहोर तिनै भरियाहरूलाई बोकाएर घर फर्किए। यो देखेर राजु छक्क पर्यो। कहाँ जानु भएको थियो? खोजेको चिज भेटियो त? भेटिएन। भोलि फेरि जानु पर्ला। भोलि पनि 5 ढोका अङ्गुर ठिक पार्नु। बिहान अङ्गुरहरू ठिक भयो। उनी आज अर्कै गाउँमा गए। आज पनि उनले खोजेको चिज पाएन। उनी हिजो जस्तै निराश भएर घर फर्के। बुद्धिमान मान्छेले मात्र सफलता पाउन सक्छ भन्ने सोची मणिलालले एकपल्ट पुगेका गाउँमा फेरि नजाने निर्णय गरे। उनी पहिले झै अङ्गुर लिएर जान्थे तर सधैँ नयाँ गाउँमा पुग्थे। उनले अङ्गुरहरू बाँडेको देखेर धेरैले धेरै थरीका कुरा गर्न थाले। कसैले उनलाई मूर्ख र पागल भने, कसैले गरिबलाई दान गर्ने धर्मात्मा महापुरुष ठाने, कसैले चाहिँ सरकारले गाउँ सफा गर्न पठाएको कर्मचारी हो रे भन्नेसम्म लक काटे। 7औं दिनमा उनी एउटा नयाँ गाउँमा पुगे। उनी फोहोरसँग अङ्गुर साट्दै थिए। त्यहाँ एउटी 16-17 वर्षकी सुन्दरी युवती हातमा अलिकति फोहोर बोकेर आइन्। उनले मणिलालतिर फर्केर भनिन्, बुबा, मलाई पनि अलिकति अङ्गुर दिनुहोस् न। मसँग त यति मात्र फोहोर छ। बुढाले यसो हेरे, साह्रै थोरै फोहोर हुन्न नानी, यति थोरै फोहोरमा त अङ्गुर आउँदैन नि। जाऊ घर सफा गरेर धेरै फोहोर लिएर आऊ। बुढा अरूलाई अङ्गुर दिन थाले।
एकछिनपछि ती युवतीले मणिलाललाई अनुरोध गर्दै भनिन्, दिनुहोस् न बुबा, हाम्रो घरमा फोहोर नै छैन। हामी दिनै पछि बढार्छौँ। आजको फोहोर पनि फालिसके। यो पनि पल्ला घरे काकी कहाँबाट मागेर ल्याएको। भाइले अङ्गुर खान साह्रै मन गरेकोले मात्र काकीसँग फोहोरको धुलो मागेर अङ्गुर साट्न आएकी। बुबा शब्द सुन्दैमा झस्केका मणिलालको अनुहारमा सन्तुष्टिको रेखा दौडियो। उनले युवतीलाई धेरै बेर निहालेर भने, स्याबास नानी, यस्तै मेहनती र धैर्यशील भएमा मानव हुनुको गरिमा बढ्छ। अल्छी र फोहोरी भएमा कसैले मन पराउँदैन। तिमीलाई पनि कहिले दुःख नहोस्, मेरो आशीर्वाद छ। युवती आफ्नो प्रशंसाका कुरा सुनेर केही लजाए जस्तो गरिन्। मणिलालले युवतीसँग उनको घर परिवारका बारेमा धेरै प्रश्न सोधे। उनको अनुहारमा खुसी बढ्दै गयो। युवतीले त्यहीँबाट औलाएर उनको घर पनि देखाइन्। मणिलालले खुसी भएर भने, ल्याउ नानी त्यो फोहोर, यो सबै अङ्गुर तिम्रो भयो। मैले तिमीलाई इनाम दिएँ। बरु बदलामा मलाई पनि तिम्रो घरसम्म पुर्याइदेऊ, म पनि जान्छु। युवतीसँगै मणिलाल उनको घरमा पुगे। मणिलालले युवतीका बुबासँग धेरै कुराहरू गरे र उनको विवाह आफ्नो छोरासँग गरिदिने विचार गरे। युवतीका बुबाले पनि एकपल्ट छोरालाई नै पठाइदिन अनुरोध गरे। बेलुका मणिलाल घर पुगे। उनको अनुहारमा हिजोको जस्तो निराशा थिएन। आज भेटियो त बुबा? राजुले पुरानै प्रश्न दोहोऱ्यायो। भेटियो भने भन्दा राम्रो भेटियो। अब भोलि म मात्र होइन, तिमी पनि जानुपर्छ। अङ्गुर चाहिँ चाहिँदैन। कहाँ जाने नि? बुहारी हेर्न। राजु लजाएर अर्को कोठामा पस्यो। बुढा मक्ख परे।